अरू नेताहरू आउँदाखेरि त कुखुरा खोज्नुपर्छ, रक्सी खोज्नुपर्छ, मासु खोज्नुपर्छ, अनि त्यसको लागि सिक्युरिटी गार्ड पुलिस चाहिन्छ, शस्त्र चाहिन्छ तिनीको लागि। अब ऊ त हामीसँग केटाहरूसँग जेन्जी जुवानसँग ड्याम हिँडिया छ, हिँडेको छ, सुरक्षा पनि चाहिँदैन उसलाई, पर्दैन उसलाई त हात जोडे उसले हामीलाई उल्टा हात जोड्छ। अब ल हो अरू आउँदा त के आफूले हात जोड्नुपर्छ उनीलाई। सर के गर्छ त्यति बेला पनि हेर्दैन, फर्केर हेर्दैन तिनीले हामीलाई। अनि बजार जितेर गयो भनेपछि तल धारचुलामा खलङ्गामा भेट्यो भनेपछि हामी यस्तो आउँदा छु भनेपछि ऊ अर्को बाटो लागेर अर्को ठाउँमा लाग्छ। अब जसरी बन्दुकदेखि गोली निस्किन्छ नि सर, त्यस्तै हाम्रो अहिले मान्यजी हर्क साङपाङको टिम एक हप्ता अगाडि नै आइसकेको थियो। सर्वे गर्दाखेरि हामीलाई लागेको थियो अब चाहिँ खोइ अरू जस्तै नापेर अरू जस्तै गर्छ कि भनेर हामीलाई शङ्का लागेको थियो। शङ्का अगाडि पनि त हाम्रो मान्यजीहरू अहिले गणेश ठकुना छ, अगाडिको दिलेन्द्र प्रसाद बडु थियो, त्यति बेला गरेको त हो। यहाँ खालि ढुङ्गामा चिनाएको मात्र लेखेर मात्र जाने। त्यसपछि अब फेरि आयो अर्को टोली आउँदाखेरि हामी पनि सोच्यो अब यिनीहरूले पनि खालि चिनाएको मात्र गरेर जाने हो कि, अब विश्वास खासै लागेन हामीलाई त्यसको टिमलाई पनि। तिनीहरू त एक हप्ता अगाडि आउन बित्तिकै पछि त तिनी त बन्दुकदेखि गोली निस्किन्छ नि सर, त्यस्तै खालको यहाँ चाहिँ पुगिसक्यो। अचम्म भइसक्यो हामीलाई त यो पक्का हो सर, पक्का हो। अहिले हाम्रो 50वटा बस्तीदेखि आउने विद्यार्थीको लागि यो इम्पोर्टेन्ट हो। त्यसपछि हजारको सङ्ख्यामा हेर्सागुम्बा टिप्न जाने, हजारको सङ्ख्यामा हिँड्ने मान्छे यो। अनि बल्ल यहाँदेखि मान्छे आयो तार लिएर, त्यो तारको लट्ठा लिएर ल्यायो अनि यहाँ टुन लायो, अनि टुनदेखि पक्का पारी जाने हो हामी। त्यस्तो यहाँ चाहिँ धेरै हजुरहरूको यहाँ आएर हाम्रो अहिले मान्यज्यूले यहाँ चाहिँ 10 रुपियाँ अभियानले उठाएर पनि हाम्रो यहाँ चाहिँ धेरै यहाँ चाहिँ राम्रो गरेको छ। त्यसको लागि हामीलाई बधाई छ। अहिले पनि गिट्टी कुर्दैछ हामीलाई, उहाँले अहिले पनि काम गरिरहेछ। खाना नखाएर हाम्रो लागि, हामी यहाँको जनताको लागि खाना नखाएर हामी दिनमा 12 बजे चाहिँ खाना खानु गयो। उसले चाहिँ हाम्रो यहाँको दुःख कष्ट देखेर उसले चाहिँ अहिले खाना नखाएर उता गिट्टी कुर्दैछ। अचम्म लाग्यो हामीले। अरू मान्यजीहरू आउँदाखेरि अरू मान्यजी आउँदाखेरि यति मोटो गद्दा चाहिन्छ तिनीको लागि, सोफा सेट चाहिन्छ। मान्यजी आउँदाखेरि ऊ बिचारा चाहिँ हिजो खाना पकाउने त्यो भान्सामा एउटा यति मेट्रिजमा सुत्या छ बिचारा। मलाई अचम्म लाग्यो। अब खानै खाएन, सानो यति खायो बिचारा। हिजो हिँडेर आएर यो ठाउँमा आएर सन्यास गरेर उद्घाटन